नमस्कार साथीहरू। आज हामीले गोलभेडाको साइड सकर काट्ने सही तरिका र यसको उचाइको बारेमा कुरा गर्नेछौँ। साइड सकर चोरहागा कति बेला काट्ने? बोटको उचाइ जब तपाईको गोलभेडाको 30 देखि 45 सेन्टिमिटर अग्लो हुन्छ तब मात्र काट्न पर्दछ। हाँगाको साइज भनेको चोरहागाको साइज 1 देखि 5 सेन्टिमिटर भएमा हामीले काट्न मिल्छ। अर्को भनेको भुइँबाट कति माथिसम्म सफा गर्ने? सुरुवाती चरणमा हामीले भुइँको माटोबाट 15 देखि 20 सेन्टिमिटर माथिसम्म सबै पात र मुन्टाहरू काटेर सफा गर्ने, अनि त्यसले माटोको रोग पातमा सर्न दिँदैन। पछिल्लो चरण बोटको अझै ठुलो भएपछि र पहिलो पटक फल लाग्ने थालेपछि भुइँबाट 30 देखि 45 सेन्टिमिटरसम्म काटेर फाल्नुपर्ने हुन्छ। त्यसले बोटमा हावा लाग्न मद्दत गर्दछ।